हेलो गाइज, वेलकम माई बिन्दा क्रिएटर ब्लग। तपाईँहरू सबैजनालाई स्वागत छ बिन्दा क्रिएटर ब्लगमा। आज तपाईँहरूलाई म काजु बदामको दाजुभाइलाई देखाउँछु है त। यो जेठो दाजु, यो माइला दाजु, यो साइला दाजु, यो कान्छा दाजु। जेठो दाजु चाहिँ जहिले पनि ज्ञानी इमान्दारी हुन्छ क्या, अनि यो त्यही भएर नर्मल हो यो। अनि माइला चाहिँ बिचको हो क्या, त्यो अलिक खटा खटा टाइपको हुन्छ क्या, अनि त्यही भएर चाहिँ अमिलो। अनि यो चाहिँ अलिक धेरै चर्को क्या, यो कान्छा चाहिँ चर्का हुन्छ नि त, धेर पुलपुलेका हुन्छ नि त, मायाले चर्का हुन्छ नि, त्यही भएर यो अलिक चर्को छ। अनि यो चाहिँ थोरै थोरै चर्को छ, अब किनभने अलिकति बिचको हो नि त, साइलो हो नि त। अनि साइलो अलिकति साइलोमा पनि अलिकति व्यवहारिक जिम्मेवारी हुन्छ, जेठो अलिक जिम्मेवारी हुन्छ नि। यो माइला र कान्छा चाहिँ नि अलिक गरी नलाग्नुहुन्छ नि क्या, त्यसमा चाहिँ लेमन छ, यसमा सल्ट छ। अनि यता छन् हाम्रा पिस्ताचुका दाजुभाइहरू छन्। यो जेठो दाजु, यो माइला, यो साइला, अनि यो कान्छा। जेठो मैले भनिहालेँ इमान्दारी हुन्छ नि, यसमा केही छैन, सादा सर्वसाधारण छन्। अनि माइला छन्, यसमा चाहिँ थोरै थोरै सल्ट छ क्या, यसमा चाहिँ अलि माइला ज्ञानी छन् क्या यसमा चाहिँ। अनि यो साइलामा चाहिँ यो लेमन हालेको छ, अलि चकिला चकिला अमिला अमिला छन्। अनि यो कान्छा चाहिँ जाफर, यसमा चाहिँ कान्छा ज्ञानी छन्, इमान्दारी छन्। कोही कोही कान्छा छोरा ज्ञानी इमान्दारी हुन्छ नि त, थाहा चाहिँ छैन हजुरहरूलाई, म कान्छी छोरी हो घरको, कति ज्ञानी इमान्दारी छु। अनि म यता तपाईँहरूलाई देखाउँछु काजुलाई। काजुको दाजुभाइ सबै, यो काजु, यो काजुको दाजु, यो उसको भाइ, उसको छोटा भाइ, सानो भाइ। यो चाहिँ दाजु है, यो काजु हो, यसलाई मेन्सन नगरौँ, यो काजु मात्रै हो, यो दाजु हो। यो दाजु चाहिँ बिग्रेको दाजु रहेछ क्या, धेरै यसलाई चाहिँ फ्राई गरेर चाहिँ त्यो मान्छेहरूले त सबैले मेनुपुलेट गरेर क्या, ए दाजु त है सबै भाइहरूको जिम्मेवारी तैँले लिनुपर्ने, अनि तैँले नि सबै काँधमा व्यवहारहरू हेर्नुपर्ने, तैँले गर्नुपर्ने भनेर दाजुलाई चाहिँ त्यो उकासेर अरूले बिगारेको रहेछन् क्या यो दाजुलाई चाहिँ। अनि त्यसपछि आउनुभयो हाम्रो उसका भाइ, आउनुभयो। यो भाइ त झन् कुरा नगरौँ, सबैले गाउँकैले उकासेर होला यतिको बनाएको रहेछ होइन। अनि यसमा चाहिँ हल्का हुन्छ नि, थोरै चिनी छ क्या। कोही कान्छा चाहिँ साह्रै चिप्ले हुन्छन् क्या, चिप्ले घस्ने, बोलीले फसाउने होइन, काम चाहिँ नगर्ने, घरमा दाजुभाइहरूसँग चिप्लो घसेर बोलीले नि अब मायाले पुलपुल्ने। अनि यसमा थोरै नुन छ क्या, ए साइला हो नि त, साइला चाहिँ यता न उताको हुन्छ क्या, न बाउको न आमाको न आफ्नो भने जस्तो हुन्छ नि, कोही कोही त्यस्तो हुन्छन् क्या। अनि न हजुरलाई यति कुरा पनि थाहा छ कि छैन, जो बिचका छोराछोरी छन् नि, उनीहरूले जति त जेठा र कान्छाले जति धेरै माया पाएको हुन्छ नि, बिचको अलिकति थोरै न थोरै अलिकति न अलिकति चाहिँ कमी रहेकै हुन्छ क्या। माया त बाबुआमाले सबै बराबरी दिएको हुन्छ सबैलाई होइन, दिएको हुँदैन भनेन, तर काहीँ न काहीँ कतै न कतै चाहिँ जेठा र कान्छाको लागि चाहिँ अलिक बेसी हुन्छ होइन। अनि यो चाहिँ बाउ भयो क्या, यो बाउ यो चाहिँ बाउ हो, दिमाग खेले त्यो दिमाग बनाउँछ बाउ होइन। तपाईँहरू के भयो, ओखर हो नि त, हाम्रो ओखर। अनि यो चाहिँ आमा हो, जहिले पनि मन्त्री हुन्छ नि त, अनि आमाहरू भनेको चाहिँ मन्त्री हो, आमाले पनि बाउलाई चलाएको हुन्छ क्या, मन्त्री हो। अनि यो चाहिँ अझै धेरै महँगो छ क्या, किनभने यो इम्पोर्टेन्ट हो छ, यो अलिक यसमा धेरै भिटामिन हुँदो रहेछ नि त, अनि त्यही भएर यो चाहिँ मन्त्री हो क्या, आमा हो। अनि यो चाहिँ बाउ। आज तपाईँहरूलाई पनि सबै घर परिवार छोराछोरी सबैसँग भेटाएँ। अनि मेरो भिडियोलाई स्किप नगरिकन हेरिदिनु भएकोमा तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। काजुका छोराछोरीहरू देख्नुभयो नि तपाईँहरूले।